सम्पूर्णमा नमस्ते। मेरो नाम चाहिँ कृष्ण बहादुर रावल। मेरो स्थायी ठेगाना भजनी नगरपालिका वडा नम्बर 4 चौबलिया कैलाली। यस तालिमको विषयमा चाहिँ जानकारी चाहिँ मैले धनगढी उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजबाट जानकारी पाएँ। साथसाथै धनगढी भोकेसनल स्कुलबाट पनि जानकारी पाएँ। तत्पश्चात चाहिँ मैले त्यो नम्बरमा चाहिँ सम्पर्क गर्दा तपाईको नागरिकता पठाइदिनु भन्नुभयो। अनि त्यही अनुसार चाहिँ प्रक्रियागत रूपमा अगाडि बढ्दा चाहिँ त्यहाँबाट चाहिँ सिलेक्ट भएर चाहिँ धनगढी भोकेसनल स्कुलसम्म आयो। तालिमको अनुभव चाहिँ कस्तो भइरहेछ भन्दाखेरि अहिले चाहिँ तालिम एकदमै राम्रो छ। तालिमले चाहिँ लिनै पर्छ तालिम, किनभने मानिसलाई रोजगारीका अवसरहरू सिर्जना गर्नलाई केही कुराहरूको सिप चाहिँ चाहिन्छ। त्यो सिप विकास चाहिँ तालिमले गर्छ। धनगढी भोकेसनल स्कुलले त्यो सम्बन्धी धेरै राम्रो काम गरिरहेछ। मैले पनि अहिले चाहिँ बिल्डिङ इलेक्ट्रिसियनको चाहिँ तालिम लिइरहेको छु। तालिम पश्चात चाहिँ मेरो योजना भने चाहिँ देशमा व्याप्त बेरोजगारीलाई न्यूनीकरण गर्ने एउटा उपाय पनि हो। आफूभन्दा पछाडि आउने पुस्ताहरूलाई पनि केही राम्रो गर्न सकिन्छ कि भन्ने हो। यसै क्षेत्रमा केही काम गरौँला भन्ने उद्देश्य राखेर तालिम लिँदाखेरि चाहिँ हामीलाई चाहिने औजारहरू, इक्विपमेन्टहरू सबै कुरा चाहिँ धनगढी भोकेसनल स्कुलमा चाहिँ सबै कुरा एभाइलेबल छ। हामीले जति प्रयोग गर्दा पनि हुन्छ, जति प्र्याक्टिस गर्दा पनि हुन्छ। त्यसैगरी खानेकुराहरूमा चाहिँ होस्टेलको व्यवस्था छ। खानेकुराहरूमा बिहान दिउँसो साँझ चाहिँ राम्रो खानाको राम्रो व्यवस्था छ। अनि सबै कुराहरू सरहरू पनि एकदमै प्रशिक्षकहरू पनि एकदमै राम्रो हुनुहुन्छ। सरहरू पनि एकदमै राम्रो हुनुहुन्छ। उहाँहरूको साथ सहयोगले चाहिँ सबैलाई चाहिँ तालिममा एकदमै राम्रो सहज भइरहेको वातावरण चाहिँ मैले देखिरहेको छु। मैले आफैले पनि त्यो कुरा अनुभव गरिरहेको छु। त्यस तालिममा सहभागी हुने अवसर दिनुभएकोमा धनगढी उपमहानगरपालिका, नेपाल युथ फाउन्डेसन, धनगढी भोकेसनल स्कुल, ओल्गापुरी भोकेसनल स्कुललाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।